यसरी नै मनसुन सिजनमा चारैपट्टि यसरी भल पहिरो गइराखेको छन् है। सबैजना याद गर्नुहोस्। तपाईहरु हेर्न सक्नुहुन्छ है, एकदमै पानी परिराखेको। एक दिन घाम लाग्छ, 10 दिन पानी पर्छन्। यसै गरी स्लेटिङ जाने, पहिरो जाने, भल पहिरो जाने पुरा चान्सेस हुन्छन् है। यसरी नै हाम्रो फिल्ड हस्पिटलबाट बिचरा उहाँहरू एकदमै सामानहरू सबै निकाल्नुलाई प्रयास गर्नुहुँदैछन् है। र धेरै सामानहरू छन् है, हस्पिटलको सामानहरू उहाँहरू एकदमै आर्मीहरूले कहीँ टाढो लगेर राख्ने कोसिस एकदमै गरिरहनु भएको छन् है। तपाईहरु दृश्य हेर्न सक्नुहुन्छ, एकदम टाढो तल मुनिबाट लिएर आउनुहुँदैछ। जल्दी से आना, बाद में सांस लेना, जल्दी से आना। यसमा त अब धेरै साह्रो छ। अहिले बेलुका काम गर्नुलाई चाहिँ धेरै कठिन परिरहेछन् है। अहिले जति नै काम गरे पनि माथिबाट आइरहेका छन् भनेर उहाँहरूले सल्लाह दिनुहुँदैछन् है।